साथीहरू मलाई चाहिँ यो नेपालको राजनीतिमा महेश बस्नेत चाहिँ खाँटी हैन नेतृत्वप्रति चाहिँ एकदम धेरै इमान्दार भएको जस्तो लाग्यो कि गगन थापालाई हेर न गगन थापालाई कहिले बुढो मर्ला र त्यो हुन्छ नि अनि के रे अनि खाउँला भने जस्तो अनि कहिले बुढो मराउला अनि खाउँला भने जस्तो गगन थापाले चाहिँ त्यत्रो पिटी खाएको शेरबहादुर देउवालाई चाहिँ सपोर्ट गरेन हैन त्यस्तो भएको अवस्थामा पनि नेतृत्वको सपोर्ट गर्नुपर्छ नि त नेतृत्वको पक्षमा लागेन उल्टै नेतृत्वलाई लात हान्ने अनि पद कसरी खोज्ने भन्ने चाहिँ उसको ध्यान रहेछ गगन थापाको एकदम त्यो विशेष महाधिवेशन कुटाइममा बोलाएर हैन हतारमा गरेर हेर त लास्टमा अहिले यो नाटक चुनाव हारेको अनि राजीनामा दिएको नाटक गरेर फेरि उसकै समिति छ समितिले चाहिँ फेरि त्यो राजीनामालाई अस्वीकार गर्ने चाहिँ त्यो प्लान अनुसार चाहिँ एउटा नाटक रच्यो त्यति मात्रै भयो गगन थापाको कुनै औचित्य भएन जुन खालको त्यो विशेष महाधिवेशन गरेर सभापति हत्याएर हैन जबरजस्ती अब महाधिवेशन त हुँदै थियो त त्यो बेलामा लडाइँ भइहाल्थ्यो हैन जब त्यो नेतृत्वले त्यत्रो आक्रमण बछ देशी विदेशी शक्तिबाट त्यसको रक्षा गर्नु पर्दैन त्यसको त्यो महामन्त्रीहरूको त्यो त जिम्मेवारी हो नि पार्टीको पनि जिम्मेवारी हो नि भएन सुक्को भएन यस्तो खालको नि हुँदो रहेछ जब बुढो मोर्ला अनि त्यहाँबाट खाम्ला भनेर कुरेर बसेर जस्तो एकदम स्वार्थी राजनीति उल्टै पार्टीभित्र अब पार्टी फुटाएको जस्तै त भइरहेछ गगन थापाको कुरा महेश बस्नेत जस्तो हुनुपर्छ क्या एउटा निष्ठा भनेको राजनीतिमा सफलता असफलता त आफ्नो ठाउँमा हुँदै हुन्छ फेरि पनि नेतृत्वप्रति त्यत्रो आक्रमण हुँदा हैन सरकारप्रति आक्रमण भनौँ न हामी एउटा अब विचारले अब महेश बस्नेत एमालेतिर सपोर्ट नहोला होला सबैको आफ्नो विचारको कुरा हो तर पनि के एउटा निष्ठाको राजनीति भनेको त्यो हो हैन किनभने दुःखमा पनि एकदम आफ्नो निष्ठा छोड्ने होइन नि त इमान्दारिता हैन विदेशी शक्तिले हैन विरोधीले त आक्रमण गर्ने नै उनीहरूको धर्म हो तर आफ्नो नेतृत्वप्रति कुन जुन खालको आक्रमण भयो हैन पार्टीलाई त्यत्रो नाश बनायो त्यो अवस्थामा एउटा आँट लिएर बोल्न सक्ने स्थिति बनाएको हैन एमाले हो भने डराएको हैन एमालेलाई एउटा उभ्याएको हैन महाधिवेशन गराएको त्यो भनेको महेश बस्नेतको ठुलो योगदान छ नि त्यहाँ हो त्यस्तो हुनुपर्छ नि त राजनीतिमा त्यतिको चाहिँ मान्छे आँटिलो नि हुनु पर्यो हैन त्यतिको निष्ठावान पनि हुनु पर्यो भले त एमाले होला हैन त्यो माओवादी नै हुनुपर्छ भन्ने अनि त्यो घन्टे नै हुनुपर्छ भन्ने होइन त्यतिको चाहिँ हुनुपर्छ भनेको त्यहाँबाट हैन तर गगन थापाको हकमा त्यो लागू भएन गगन थापाहरू के गरे झन् षड्यन्त्रमा लाग्न थाले पार्टी फुटाउनु पर्यो फुटाउने भन्न थाले सुरुमा चाहिँ भन्न पार्टी फुट्ने भयो भने म सबभन्दा पहिला महाधिवेशनको हलबाट निक्लिन्छु भनेको मान्छे लास्टमा पार्टी फुट्ने अवस्थामा पुग्दा पनि सभापति आफैले घोषणा गर्न बाध्य के अरे भए यिनीहरू के त कहाँबाट सञ्चालित छन् भन्ने कुरो चाहिँ प्रश्न देखिन्छ यिनीहरू हैन तर महेश बस्नेतले चाहिँ कडा पार्टीलाई डराएकै हो हैन एउटा यस्तो सङ्गीन स्थितिमा पार्टीलाई चाहिँ उभ्याएको हो हैन हारजित चुनावमा त हुन्छ चुनाव त फेरि 5 वर्षपछि आउँछ हैन त्यो बेला जे पनि हुनसक्छ तर के त भन्दाखेरि पार्टी बचाउने कुरा हो नि त नेतृत्व बचाउने कुरा हो हैन नेतृत्व पनि परिवर्तन होला हुँदै गर्छ तर एउटा निष्ठावान चाहिँ त्यहाँ देखियो कि महेश बस्नेतको आँटमा देखियो महेश बस्नेतले हैन एउटा बुलन्द आवाज निकालेर केपी ओलीलाई स्थापना गर्यो त्यहाँ हैन बस्ने सेल्टर दियो त्यतिको चाहिँ हुनुपर्छ कि त्यतिको चाहिँ होइन म चाहिँ त्यो कुरामा महेश बस्नेतको फ्यान त होइन तर त्यो हदमा चाहिँ महेश बस्नेतले राम्रो काम गरेको हो भन्छु है म चाहिँ त्यहाँ एबिसी जो भयो भने त्यतिको चाहिँ गर्न सकेकोमा चाहिँ महेश बस्नेतले चाहिँ गरेको हो भन्ने चाहिँ मलाई मनमा लाग्यो मेरो कुरा चाहिँ हैन तर काङ्ग्रेसमा चाहिँ फ्याट्टै त्यस्तो देखेन पार्टीमाथि नेतृत्वमाथि त्यत्रो हमला भयो चुइक्क बोलेन यिनीहरू कहाँबाट कसरी सञ्चालित भयो कुनै रातारात महाधिवेशन गर्न चाहिँ अगाडि आयो फेरि यस्तो खालको नि हुँदो रहेछ राजनीतिमा हैन एउटा नेपालको राजनीतिमा मेरो विचार चाहिँ त्यो केपी ओली चाहिँ सकुनी हो हैन सकुनी एकटी टाठो तर अहिले चाहिँ सकुनी नि फेल खायो एकदम राजनीतिक अदूरदर्शिता देखियो किनभने देशी शक्तिले यस्तो खालको षड्यन्त्र गर्दैछ भन्ने कुरो थाहा भएन हैन बुझ्न सकेन प्रधानमन्त्री पद आफ्नै थियो गुप्तचरहरू आफ्नै थियो खै कसैले राम्रो साथ दिएन कि के भयो हैन भीषण किसिमको त्यो 22 र 23 र 24 को दुर्घटना घट्यो हैन धन्दै देशलाई भड्खालोमै लग्यो केपी ओली अब चाहिँ हुन त अब राजनीतिबाट पक्कै पनि अब सन्यासको स्थिति हो हैन तर पनि त्यो स्थिति भए पनि त्यो महेश बस्नेतलाई चाहिँ मान्नुपर्छ है भन्ने कुरो चाहिँ है महेश बस्नेतले नेतृत्वप्रति पार्टीप्रति हैन पार्टीलाई उभ्याउनमा चाहिँ ठुलो भूमिका खेल्यो यो अवस्थामा चाहिँ अरु कुरा जे भए पनि है त मेरो कुरा चाहिँ यति हो।